Okay, everyone, today we are going to learn about string and string slicing haru string bhaneko ke ho ta यदि programming language ma bhanera. Okay, let's go to first of all VS Code. Okay, हामीले डाटा टाइप्स मा हेरेको थियौं string, variables and विभिन्न टाइपको कुरा string अनि integer, float, then after that there was boolean as well. अनि string भन्ने चाहिँ हामीले क्यारेक्टरहरुलाई को डाटालाई लिने बेला त्यसलाई string भन्छौं भनेको थियौं. त्यो stringकै कुराहरु पनि छ. बेसिकली स्ट्रिङलाई चाहिँ पाइथनमा तीनटा तरिकाले लिन सकिन्छ या डाटाहरु स्टोर गर्न सकिन्छ. जस्तै म एउटा यो बनाउँछु. पहिला string.py नाम गरेको. जस्तो मैले a मैले एउटा मात्र गरेर पनि I could create the string. जस्तो मैले यहाँ सौगात गरे भने चाहिँ a भन्ने भेरिएबलमा यो सौगात गरेर सौगात स्ट्रिङ किनभने these are the characters नि त अल्फाबेटिकल क्यारेक्टरहरु हो यिनीहरु गएर स्टोर हुन्छ. अनि मैले यहाँ अब प्रिन्ट a भने पनि a प्रिन्ट हुन्छ. अब यो चाहिँ किन युज गरिन्छ भन्दाखेरि अब यो स्ट्रिङ भनेर यो a मा राखिसकेपछि मैले मुनि a मात्र युज गर्दा नि भयो के. अब यहाँ पनि मैले सानो राखे भोलिपछि ठुलठुलो पनि राख्न पाइन्छ. मैले त्यहाँ युज गरिरहन पाइन्छ. त्यसैगरी यो मात्र नभएर मैले b डबल कोटेड कोमा राखेर यसरी पनि गर्न पाइन्छ. या नेम लियौं राम अनि मैले यहाँ दिए प्रिन्ट b. Okay, now look, print b पनि भयो राम पनि आयो सौगात. And there is another way as well. है यसलाई चाहिँ अब ट्रिपल कोटेड स्ट्रिङ भनिन्छ. c like you got the point. यहाँ चाहिँ ट्रिपल कोटेड हुन्छ. अब अटोमेटिकली ट्रिपल दियो मलाई. ट्रिपल कोटेड चाहिँ किन गरिन्छ भन्दाखेरि नि देयर इज अ रिजन म अहिले भन्छु ल. बट यसमा पनि एउटा के राखौं मैले जस्तो सौगातै राख्दै र प्रिन्ट c. यहाँ एउटा स्पेस आइरा छ त्यही भएर नि यहाँ स्पेस आको हो. स्पेसै गएर त्यहाँ बसिरा छ. द थिङ इज अहिले हटाइदिन्छु. द थिङ इज कि यो सिंगल कोटेड र डबल कोटेड चाहिँ एउटा लाइनको मात्र हामीलाई यदि केही स्टोर गर्नु पर्यो भेरिएबलमा पनि हामी त्यो सिंगल कोटेड या डबल कोटेड युज गर्छौं स्ट्रिङको रूपमा. बट ट्रिपल कोटेड चाहिँ के भन्दाखेरि मल्टिपल्स लाइन्स अफ डाटालाई स्टोर गर्नु पर्यो भने चाहिँ ट्रिपल कोटेड गर्छौं. फर एक्जाम्पल हाम्रो टास्क चाहिँ के रे भन्दाखेरि ट्विंकल ट्विंकल लिटल स्टारलाई प्रिन्ट गर्ने हो रे. मैले यसलाई शिफ्ट अनि कन्ट्रोल प्लस स्ल्याश मैले यहाँ कन्ट्रोल प्लस स्ल्याश गरे भने यो सबै कमेन्टमा जान्छ. यो ह्याशट्याग लेखेपछि कमेन्टमा हुन्छ र यो कोड पढ्दैन. म पक्नु है त्यसलाई एउटा कोड जहाँ चाहिँ ट्विंकल ट्विंकल लिटल स्टार. फर्स्ट अफ अल लेट्स ट्राई ट्विंकल ट्विंकल लिटल स्टार को लिरिक्स अनि त म एउटा एक्जाम्पलबाट बुझाइहाल्छु. ओके, जस्तो यसलाई मैले कपी गरे अनि मैले चाहिँ यसलाई के गरे भन्दा a डबल कोटेडमा मैले यो राख्दे है यसरी बिचमा राख्दे. अनि यहाँ मैले के गरे भन्दाखेरि प्रिन्ट a गरे. अब के हुन्छ भन्दाखेरि यसले एरर दियो किनभने डबल कोटेड यो राखेको या सिंगल कोटेड राख्दाखेरि यो बस एक लाइनको स्ट्रिङलाई मात्र राख्नको लागि हो. यो त धेरै लाइनको स्ट्रिङ हो. सो हामी यहाँ के गर्छौं ट्रिपल कोटेड युज गर्छौं. यहाँ इन्डमा पनि ट्रिपल कोड गर्छौं. नाउ लुक यतिकै पनि थाहा भयो कि यो ट्रिपल कोटेड a मा गएर यति धेरै लामो सेभ भएको छ. अब मैले a गर्दै भने नाउ इट कुड बी अहिले चाहिँ एरर दिएन जे छ त्यही लाइन नै प्रिन्ट गर्दियो.